कपड़ा किने के पैसा लाजो एक चनासी एक मोबाइल तेल तो हम सोच। हेलो गाइज, नमस्ते नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा। आज म यस भिडियोमा चाहिँ तपाईहरुलाई के बताउन गइरहेको छु भने स्क्रिनमा जुन अघि मैले तपाईहरुलाई भिडियो हेराए त्यो भिडियो हेर्न सक्नुहुन्छ। यो मान्छे चाहिँ के भयो, एउटा ताम्बाको राम सीता लक्ष्मणजी अनि हनुमानजी भएको यो पैसा लिएर आउँछ। यो मान्छे चाहिँ हिजो मेरो पसलमा पनि लिएर आएको थियो अनि मलाई भन्दै थियो, म एकजना के त शाह भन्ने कुनै मान्छेको नाम मलाई भनेको थियो कि म त्यो मान्छेलाई खोजिरहेको छु। यतैतिर हस्पिटल चौकतिर भनौँ, दोकान छ त्यसको भनौँ। अनि यो हस्पिटल चौक त होइन, यो त शनि मन्दिर हो। अनि यो मान्छे चाहिँ पुरा मलाई त्यो सिक्का हेराएर नि पुरा पट्टी पराइराखेको थियो। यो सिक्का म अस्ति त्यहाँनिर भेटेँ। यसलाई म बालुवा अनि पानी सरफ साबुन लगाएर साफसुफ गरे पुरा चकाचक बनाएको छु। अनि यो पैसा पुराना जमानाको पैसा। म एउटा गलत नसोच्नु होला, म एउटा मुस्लिम व्यक्ति छु। म यो पैसा भगवानको फोटोवाला म पैसा राखेर म के गर्छु। यो पैसा कुन त्यो दाइले मलाई भन्नुभएको थियो, म हिन्दू छु त यसको मतलब बुझ्न सक्दिनस्, यो डलर चाहिँ मलाई दिइहाल्नु। पुरानो जमानाको पैसा हो यो, राम सीता भए भगवानवाला। त्यो म स्क्रिनमा पनि लगाइदिन्छु। अनि यो मान्छेले मलाई भन्दै थियो, त्यो मान्छेलाई म खोज्दैछु। त्यो मान्छेले अनि मैले सोधेँ, त्यो मान्छेले कति रुपियाँ भनौँ यसको म दिन्छु तिमीलाई भनेर। अनि उसले के भन्नु मलाई त्यो मान्छेले भनेको थियो, हामी 3 जना दाजुभाइ छु त 3 जना दाजुभाइको नि म सर्ट प्यान्टको कपडाको पैसा दिइहाल्छु भनेर मलाई भनेको थियो। अनि मैले भने सर्ट प्यान्ट 3 जनाको। अनि मलाई भन्छ फेरि, हेर्नु न यो सिक्का जहिलेदेखि म राखिरहेको छु नि, यो सिक्का राखेदेखि मलाई राति राति सपना आउँछ। सपनामा के आउँछ भनेर, जो यो सिक्का त एउटा मुस्लिम व्यक्ति छस्, यो त राखेर के गर्छस्, यो जसको निर हुनु चाहियो त्यसलाई दिइहाल, कुनै हिन्दू व्यक्तिलाई दिइहाल। अजीब अजीब सपनाहरू उसले भने अनुसार मैले भने तपाईँहरूलाई, उसले मलाई भनिरहेको थियो यस्तो यस्तो सपनाहरू आइरहेछ, बरु म यो राख्दिनँ, म त्यो मान्छेलाई खोजिरहेको छु, दिइहाल्छु। अनि लास्टमा मलाई के भन्छ, बरु दाइ यो तपाईँ नै राखिहाल्नु न, तपाईँ पनि एउटा हिन्दू नै हुनुहुन्छ। अब म मुस्लिम व्यक्ति परिहालेँ, भगवानहरू त हामीहरू जान्दिनँ, तपाईँहरू भगवानको पूजापाठ गर्नुहुन्छ, बरु तपाईँ यो डलर राखिहाल्नु। अनि मैले भने, हेर्नु म त राख्न सक्दिनँ, म यसको दिन बढीभन्दा बढी 50-100 रुपियाँभन्दा बढी दिन सक्दिनँ। अनि उसले मलाई के भन्यो, बहुत कम भइहाल्यो, मिलाएर दिनु न। अनि मैले भने म सक्दिनँ, भले यसमा भगवान छ त्यही नाताले म यो पुरानो जमानाको पैसा हो के हो होइन, लक्की हुन्छ न अनलक्की हुन्छ त्यो मलाई थाहा छैन। भगवान हो भनेर म तपाईँलाई 50 देखि 100 रुपियाँ दिन्छु, त्योभन्दा म बढी दिन सक्दिनँ। अब यही मान्छे हेर्नु, आज उता अर्को पसलमा पनि हेरिरहेको छु बसेर पुरा पट्टी पराइराखेको छ। यो एउटा स्क्याम हो क्या, झुट बोलेर मान्छेलाई बुर्बक बनाएर पैसा ठग्ने बुद्धि गरिरहेछ। म स्क्रिनमा त्यो पनि भिडियो लगाइदिन्छु, तपाईँहरू हेर्नु होला। यस्तो स्क्यामदेखि एलर्ट हुनु होला साथीहरू, यस्तो स्क्याममा नपर्नु होला। बस म तपाईँहरूलाई यति नै भन्न चाहन्छु। ल त साथीहरू, भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गर्नु होला। थ्याङ्क यू फर वाचिङ।